नेपाली समाजका सम्भावनालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने र चुनौतीलाई सामना गर्ने प्रक्रियामा सिद्धार्थ बैंक नेपाल र नेपालीसँगै निरन्तर सहयात्रा गरिरहेको छ। विक्रम सम्वत 2059 सालमा स्थापित सिद्धार्थ बैंकले सीमान्त नागरिकदेखि अवसर र सेवा उपभोग गरिरहेका व्यक्ति र समुदायसम्म दरिलो सम्बन्ध स्थापित गर्दै आएको छ। सम्बन्ध अहिले वा आजका लागि मात्र होइन, सम्बन्ध सधैँभरिलाई दिगो, विश्वासिलो र भरपर्दो हुनुपर्छ भन्ने तथ्यसँग बैंक सदैव प्रतिबद्ध छ। शिक्षा जीवनको ज्योति हो, राष्ट्रको भोलि र भविष्य हो। यी अबोध अनुहारहरूमा आजैदेखि शिक्षाको ज्योति छर्दै गयौं भने भोलिको सुनौलो भविष्य सुनिश्चित गर्न सकिन्छ। भूकम्पले यस विद्यालय भवनसँगै गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई समेत भत्काएको हामीले महसुस गरेका थियौँ। अहिले सिद्धार्थ बैंकको सहयोगमा विद्यालय भवन निर्माण भइरहेको छ र यो भवनको निर्माणसँगै बालबालिकालाई सुरक्षित रूपमा पढाउन धेरै सजिलो हुनेछ। सिद्धार्थ बैंकले जुन किसिमको कम्प्युटर हामीलाई प्रदान गर्नुभएको छ, कम्प्युटर ल्याब हल बनाइदिनु भएको छ, यसले गर्दाखेरि विद्यार्थी बाबु नानीहरूको शैक्षिक उपलब्धि दरमा चाहिँ राम्रो वृद्धि भएको छ। कम्प्युटरबाट चाहिँ मलाई चाहिँ अब नोट गर्नको लागि अहिले धेरै सजिलो भएको छ। पहिलाको भन्दा अब हामीले गरेको कुराहरू पहिला चाहिँ तपाईँहरूसँग देखाउन मिल्दैन थियो, त्यो बुझ्नु हुँदैन थियो। अहिले चाहिँ देखाउन मिल्छ, त्योबाट चाहिँ हामीले गरेको कुराहरू सजिलोसँग बुझ्न सक्नुहुन्छ, त्योमा सजिलो भएको छ। अनि अरू चाहिँ हामीले ब्रेलमा कुनै कुराहरू हुन्थेन, त्यो चाहिँ अब कम्प्युटरबाट चाहिँ हामीले खोजेर आफै पनि पढ्न सक्छौँ। निजामती कर्मचारी बनेर चाहिँ म देशको लागि चाहिँ सेवा गर्ने अहिलेसम्म चाहिँ सोचिरहेको छु। आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या झेलिरहेका छात्रहरूको शैक्षिक सिकाइ सहज बनाउन समेत बैंकले सहकार्य गरिरहेको छ। मलाई पढ्न धेरै रहर थियो, तर विभिन्न समस्या र आर्थिक अभावको कारणले मैले पढ्न पाइरहेको थिएन। तर सिद्धार्थ बैंकको सहयोगले मैले आफूले चाहेको विषय पढ्न पाएकी छु। त्यसैले सिद्धार्थ बैंकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सहयोग र सहकार्यले महिला सशक्तिकरणमा ठूलो भूमिका निर्वाह गर्छ भन्ने विश्वास लिएका छौँ। स्वस्थ जीवनका लागि गुणस्तरीय स्वास्थ्य सेवा अनिवार्य शर्त हो। यो यथार्थलाई मनन गर्दै सिद्धार्थ बैंक स्वास्थ्य सेवा सम्बद्ध सङ्घ संस्थाहरूसँग हातेमालो गरिरहेको छ। विपन्न वर्ग र समुदायका नागरिकहरूको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित सरकारवाला सङ्घ संस्थासँग सहकार्य गर्दै आएका छौँ। विशेष गरी बिरामीको उच्च चाप रहने सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूको सेवा क्षमतामा अभिवृद्धि गर्न तथा स्वास्थ्य उपचार सेवालाई अझ बढी प्रभावकारी बनाउनका लागि हामीले आवश्यक सहयोगहरू उपलब्ध गराउँदै आएका छौँ र यसलाई आगामी दिनहरूमा अझ बढी प्रभावकारी बनाउँदै लैजान हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ। मुटु रोगी बिरामीका लागि देशकै महत्त्वपूर्ण भरोसा बनिरहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको सर्जिकल वार्ड विस्तार मार्फत बैंकले बिरामीको उपचारलाई सहज बनाएको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु रोगीहरूको चाप दिनानुदिन बढिरहेको छ। त्यसका लागि हामीले अस्पतालको क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ। सिद्धार्थ बैंकले पनि हाम्रो डे केयर र केही वार्डहरूको विस्तारका लागि सहयोग पुर्याउनु भएको छ। यसका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको परिवारका तर्फबाट सिद्धार्थ बैंकलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। त्यसै गरी कोशी अस्पताल विराटनगरमा हेमोडायलिसिस मसिन उपलब्ध गराएर मृगौला रोगीहरूको उपचारमा समेत बैंकले सहकार्य गरिरहेको छ। त्यति बेला कोभिडको पिरियड थियो, त्यति बेला मेसिनहरू हामीसँग कम थियो, मन्त्रालयबाट मेसिन माग्दा पनि पाइराखेको थिएनौँ।
र हामीसँग सेवा लिने ग्राहकहरू चाहिँ धेरै हुनुहुन्थ्यो। उहाँहरू लाइनमा बस्नु परेको थियो सेवा लिनको लागि। र जब सिद्धार्थ ब्याङ्कले हामीलाई 3टा मेसिन प्रोभाइड गर्नुभयो, किनभने हामीसँग पहिले 5वटा मात्र बेडको क्यापासिटी थियो भने ब्याङ्कले मेसिन दिएपछि हामीले 8वटा बनायौँ त्यसलाई। मेसिन पछाडि चाहिँ हामीलाई एउटा के भयो भने आफू कहाँ सेवा लिन आउने मान्छेलाई फर्काउनु परेन अथवा अर्को संस्थामा पठाउनु परेन, त्यो फाइदा महसुस गऱ्यौँ हामीले। त्यो हामीलाई एकदमै राम्रो फिल भयो त्यसले गर्दाखेरि। र बिरामीहरू पनि सेवाबाट वञ्चित हुनु परेन। सिद्धार्थ ब्याङ्कको सहयोगमा निर्माण भएको डायलिसिस भवन पश्चात चाहिँ अहिले धेरै मृगौला रोगीहरूलाई धेरै ठुलो सेवा पुगेको छ। यो भवन निर्माणसँगै अहिले 12 पर्सा, रौतहट, सर्लाही सयौँको सङ्ख्याका बिरामीहरू चाहिँ अहिले डायलिसिस सेवा निकै सुलभ र सरल तरिकाले प्राप्त भएको छ र हामीलाई उपचारमा निकै नै अहिले सहजता महसुस भएको छ। नारायणीको यो डायलिसिसले मलाई एकदम राम्रो छ। अनि हप्तामा 2 चोटि आउने, यहाँहरूको डक्टरले अनि नर्सले मरिजहरूलाई अलि राम्रोसँग देख्छ। मलाई चाहिँ एकदम राम्रो छ। म बाइक लिएर आउँछु, बाइक लिएर जान्छु। पछि के हुन्छ अब त मालिक जान्छ। मफसल तथा स्थानीय स्तरका स्वास्थ्य संस्थामा समेत ब्याङ्कले निरन्तर सहयोग गरिरहेको छ। सिद्धार्थ ब्याङ्कले हामीलाई पेसेन्टलाई चाहिने पेसेन्ट मोनिटर हामीलाई 8वटा उहाँहरूले उपलब्ध गराउनु भएको थियो। त्यो जुन उहाँहरूले दिनुभयो त्यसले हामीलाई अलि अरू बढी पेसेन्टहरूलाई सर्भिस दिनको लागि सहयोग पुगेको छ। पोखरा युनिभर्सिटी टिचिङ हस्पिटल इस्टाब्लिस भइसकेपछि हामीलाई विभिन्न सेवा दिनको लागि चाहिने विभिन्न उपकरणहरूमध्ये सर्जिकल सेटअपको लागि इक्विपमेन्टहरू दिनुभएको छ। स्थापना कालदेखि आजको मितिसम्म आइपुग्दा हामीले करिब 100 भन्दा बढी जनालाई शल्यक्रियाको सुविधा दिइसकेका छौँ र यसको लागि सिद्धार्थ ब्याङ्कलाई हामी धन्यवाद दिन चाहन्छौँ। अपाङ्गता भएका बालबालिकाको सहज जीवनयापनलाई लक्षित गरी सिद्धार्थ ब्याङ्कले उनीहरूलाई आवश्यक विभिन्न कृत्रिम उपकरणहरू समेत उपलब्ध गराएको छ। यो खुट्टा खुम्चिँदैन के, अनि यो पनि खुम्चिँदा थिएन, अहिले अपरेसन गरेछ अनि थेरापी पनि गरिरहेछ। साथीसँग दौडिने, खेल्ने र मामा घर जाने। मलाई खेलमा त फुटबल मनपर्छ अनि खेलाडी चाहिँ रोनाल्डो। रुरल ठाउँबाट विपन्न वर्गबाट आउनुहुन्छ त्यस्ता बालबालिकालाई पहिचान गरेर ल्याएर बालबालिकाको लाइफमा मात्रै होइन कि उनीहरूको परिवारको लाइफमा र इभेन्चुअली सोसाइटीमै चाहिँ धेरै ठुलो परिवर्तन आउने गर्दछ। फर इक्जाम्पल हिँड्न नसक्ने बच्चाको उपचार भएर ऊ हिँड्न सक्ने भएपछि ऊ स्कुल जान सक्षम हुन्छ। त्यसपछि उसको एजुकेसन पाएपछि उसले चाहिँ परिवारलाई फिर्ता केही दिन सक्छ। भोलि उसको लाइभलीहुड भयो, उसले जब पाएपछि उसले समाजलाई फिर्ता केही दिन सक्छ। सो सहकार्यमा चाहिँ हामीलाई सहयोग गर्नुभएकोमा म पुरै एचआरडिसीको स्टाफ र एचआरडिसीमा उपचार हुने बालबालिकाको तर्फबाट सिद्धार्थ ब्याङ्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेपालका बालबालिकाहरूको स्वास्थ्य उपचारलाई थप विशेषीकृत र थप गुणस्तरीय बनाउने र यो सेवालाई सबै बालबालिकाको पहुँचमा पुर्याउने उद्देश्यले काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थ प्रयासरत छ। यस महाअभियानमा विभिन्न सङ्घ संस्थाहरूको अलावा सिद्धार्थ ब्याङ्कले पनि उल्लेख्य आर्थिक सहयोग गरेको छ। मलाई आशा छ यो सहयोगले अन्य सङ्घ संस्थालाई हामीलाई थप सहयोग पुर्याउन पनि प्रेरित गर्नेछ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। सन् 2030 सम्ममा निवारण योग्य अन्धोपन उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग पुर्याउन ब्याङ्कले सरोकारवालाहरूसँग हातेमालो गरिरहेको छ। दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका अन्धोपन निवारणको लागि नेपाल आँखा अस्पताल सिद्धार्थ ब्याङ्कसँग मिलेर सहकार्यमा जुन काम गरिराखेको छ यो आगामी दिनहरूमा पनि निरन्तर रूपमा रहनेछ। मेरो नाम तीर्थमाया तामाङ सावनको जन्म। के गरौँला, मेरो आँखा कानो हुने भयो भन्दा नि मन पो थियो कि मेरो हो। हस्पिटल गएपछि आँखा गेटै निकाल्छ रे भन्छ कोही त, अनि त म त जान्न भने मैले अन्त गएर उनीहरूलाई जजाइ बुझाइ गरेपछि ल तपाईँको यो मात्रै गर्नुपर्ने रहेछ आमा भन्नु। आँखा नदेऊ भन्छ, कस्तो घाँसपाटी हिँड्छ भन्नु मान्छेहरू देख्छ। नदेखि मेरो आँखा अप्सन गरिसकिने भन्छु। प्रकृति र पर्यावरणले नै हाम्रो अस्तित्व सम्भव भएको हो। पर्यावरण संरक्षणमा केन्द्रित हुँदै हरेक वर्ष 22 मार्चको दिन मनाइने विश्व पानी दिवसको अवसर पारेर ब्याङ्कले वक फर वाटर, वक फर लाइफ भन्ने नाराका साथ प्रभात फेरी कार्यक्रम आयोजना
गर्दै आएको छ। मानव जातिका लागि पानी क्षण क्षणको आवश्यकता हो। शुद्ध पिउने पानीको पहुँच आम नागरिकसम्म पुर्याउन सिद्धार्थ बैंकले सार्वजनिक सरोकारका स्थलहरूमा विभिन्न संरचना निर्माण गरिरहेको छ। सिद्धार्थ बैंकले हाम्रो यस विद्यालयमा 2वटा खानेपानीको फिल्टरहरू पठाइदिएको छ। पहिले हामी त्यो नहुँदा नलको पानी खाने गर्थ्यौँ, त्यो रातो आउने गर्थ्यो, बालुवा पनि आउँथ्यो, स्वास्थ्यको लागि पनि हानिकारक थियो। अहिले स्वास्थ्यको लागि पनि राम्रो, खानमा पनि मिठो हुन्छ। यो बिल्डिङमा चाहिँ लगभग हाम्रो चाहिँ यहाँ 8वटा कोठाहरू छन्। यी कोठाहरूमा र साथसाथै 2टा अफिसहरू छ, काम गर्ने अथवा यहाँ पठन पाठन गर्ने शिक्षकहरू साथसाथै विद्यार्थीहरूलाई पनि पानीको चाहिँ सहज उपलब्धता भएको छ र पानी पनि शुद्ध पानीको उपलब्धता भएको छ। पहिला हामीलाई एकदमै गाह्रो थियो, किनभने शुद्ध पानी खान पाउँथेन, कलको पानी खान्थ्यौँ। यस्तो गर्मीमा खेल्दाखेरि प्लेयरहरूलाई चाहिने भनेको पानी हो, एकदमै जरुरी हुन्छ। तर पहिला हामीलाई एकदमै गाह्रो थियो, अहिले चाहिँ यो प्युरिफायर जडान भएदेखि हामीलाई एकदमै सजिलो भएको छ। सिद्धार्थ बैंकले सो-उद्यम निर्माण तथा आत्मनिर्भरता सहित दिगो विकास हासिल गर्न समुदाय स्तरमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। नमस्ते, म चाहिँ अंशु श्रेष्ठ, युनिक नेपाल एकाडेमीबाट। आज हामीले सिद्धार्थ बैंकमा आएर फाइनेन्सियल लिटरेसीको बारेमा धेरै जानकारी पायौँ। धेरै धेरै खुसी लाग्यो, धन्यवाद भन्न चाहन्छौँ। हामीले व्यवसाय गर्दाखेरि अब कहाँबाट हामीले पैसा निकाल्ने, आय स्रोत बढाउनको लागि के गर्न सकिन्छ भन्ने त्यस सम्बन्धी तालिम दिनुभएको थियो। घरको कारोबार जति यही टेलरबाटै चलाएको छु। छोराछोरी पाल्नको लागि सबभन्दा बेस्ट उपाय यो लागेर मैले यो टेलर रोजेको। अरूलाई पनि तालिम दिएर साक्षर म जस्तै साक्षर बनाउने मेरो उद्देश्य हो। बैंकले विभिन्न रेडियो, टेलिभिजन, पत्र पत्रिका र सामाजिक सञ्जाल मार्फत वित्तीय साक्षरता सम्बन्धी सचेतनामूलक सूचना र जानकारी निरन्तर प्रसारण प्रकाशन गर्दै आएको छ। वित्तीय साक्षरताले लक्षित वर्गहरूलाई सही र विवेकपूर्ण वित्तीय निर्णय लिन मद्दत पुर्याउँछ। सिद्धार्थ बैंकले ज्ञान, सिप तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न समयमा स्थलगत वित्तीय साक्षरता, बैंक शाखा भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हरेक नागरिक वित्तीय रूपमा साक्षर हुनु आर्थिक समृद्धिको पहिलो आधार हो। यही दृष्टिकोणलाई ध्यानमा राख्दै हामीले आगामी दिनहरूमा वित्तीय साक्षरताको माध्यमबाट सबै वर्गलाई वित्तीय मूलधारमा जोड्ने कार्यमा निरन्तर सक्रिय रहनेछौँ। विश्वको शिर सगरमाथा, जससँग नेपालको शान, मान र पहिचान स्थापित छ। यही सगरमाथाको काखमा रहेको नाम्चे स्थित हिमालय बुद्ध पार्क निर्माणका लागि समेत सिद्धार्थ बैंकले स्थानीय समुदायसँग सहकार्य गरेको छ। हिमालयन बुद्ध पार्कमा गुरु रिम्पोछेको प्रतिमा निर्माण भइसके पछाडि यस क्षेत्रको गौरव झन बढ्नेछ। यसले यहाँको पर्यटन प्रवर्धन समेत महत्त्वपूर्ण सहयोग पुग्नेमा हामी विश्वस्त छौँ। नेपाली समाजका कयौं जटिलता र समस्याको समाधानका लागि हामी जो जहाँ छौं त्यहीबाट प्रयत्न गर्नुपर्छ। बैंकिङ तथा वित्तीय कारोबारको कर्मनिर्वाह गर्दै सिद्धार्थ बैंक आफ्नो सामर्थ्य र स्रोत अनुरूप नेपाली समाजका समस्याहरूको समाधान गर्न विविध अवसरबाट वञ्चित रहेका समुदायलाई मूल प्रवाहीकरण गर्न र नेपालको समृद्धिको यात्रामा सहकार्य गर्न सदैव तत्पर रहनेछ। नेपाली समाजले दिएको विश्वास र भरोसाको कारण नै सिद्धार्थ बैंक आजको अवस्थामा आइपुगेको हो। समाज मार्फत हासिल भएको उपलब्धिको हिस्सेदार नेपाली समाज पनि बन्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। यही मान्यतामा उभिएर हामीले सामाजिक उत्तरदायित्व वहन गरिरहेको छौँ र आगामी दिनमा पनि गरिरहनेछौँ। 2 दशकभन्दा लामो यात्राका क्रममा सम्पूर्ण नेपालीले देखाउनु भएको माया, सद्भाव र विश्वासप्रति सिद्धार्थ बैंक सदैव ऋणी रहनेछ। आम नागरिक, समाज र देशसँग सम्बन्ध सधैँभरिलाई स्थापित गर्दै सिद्धार्थ बैंक तपाईहरूको सेवामा निरन्तर समर्पित रहिरहनेछ।